नमस्कार दर्शकबिन्दहरू, यति बेला हामी सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका सिटी हल अगाडिपट्टि छौँ। यहाँ हामी लाइभ मार्फत जोडिएका छौँ। यहाँ सिटी हल अगाडि आउनुभएका एकजना व्यक्तित्वसँग कुराकानी गर्न चाहन्छौँ। हामी कुराकानी गर्न चाहन्छौँ, उहाँको प्रतिक्रिया लिन चाहन्छौँ। यहाँलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। हजुरको नाम? मेरो नाम नवीन रेग्मी। अनि आज चाहिँ सिटी हल अगाडिपट्टि आउनुभएको छ। आज क्षेत्र नम्बर 2बाट राष्ट्रपाको चाहिँ जुन अग्रता देखिएको छ, यसलाई कुन रूपमा लिनुभएको छ? अब यसलाई हेर्दाखेरि अब चेन्ज खोजिरहेछ, कर्णालीको जनताले पनि चेन्ज खोजिरहेको रहेछ भन्ने एउटा इक्जाम्पल सेट भएको छ। अनि देशव्यापी रूपमा जुन राष्ट्रपाले गरिरहेको जुन सफलता छ, यसलाई चाहिँ कसरी हेर्न सकिन्छ? अब यो जेनजी आन्दोलनको अब कन्सिक्वेन्सको रूपमा अब सबैले अब यो चेन्ज चाहियो। अब यो पुरानो लिडरहरूले केही गर्न सकेन भनेर अब सबैले चेन्जै खोजेको हो जस्तो देखिएको छ देशभरि नै। जुन पुराना दलहरू थिए उनीहरूले चाहिँ आफूलाई सुधार्नु पर्ने, अब कसरी अगाडि बढ्नुपर्ने होला? यो चाहिँ अब सबै पुरानो दलहरूलाई पनि एउटा सिक्ने मौका जस्तो पनि भयो होइन। एउटा रिसेट बटन थिचे जस्तो भएको छ। उनीहरू जुन स्थितिमा थियो पहिला त्योभन्दा धेरै निकै सानो स्थितिमा कुम्चेर बस्नुपर्ने अवस्था आइसकेको छ। अब त्योबाट उनीहरूले अब कसरी अगाडि बढ्छ भन्ने त अब उनीहरूको पार्टीको डिसिजन भयो। अब छिट्टै नै सार्वजनिक हुन गइरहेको क्षेत्र नम्बर 2 वीरेन्द्रनगरको नतिजा अनुसार राष्ट्रपाले जित सुनिश्चित गर्ने पक्की छ। राष्ट्रपा चाहिँ अब जित भइसकेपछि अब चाहिँ थप जिम्मेवारीहरू फैलिने, थप बढेर जानेछन्। थप कुराहरू चाहिँ राष्ट्रपाले अब कसरी अगाडि बढाउनुपर्छ होला वीरेन्द्रनगर सिटीलाई, कर्णाली प्रदेशको राजधानीलाई? अझै अब कर्णालीको रिप्रेजेन्टेसन कतिको दिन्छ अब राष्ट्रपाले भन्ने पनि अब हेर्न लायक हुनेछ। त्यस्तै अब कमिटमेन्ट गर्नु र कमिटमेन्ट पुरा गर्नुमा धेरै डिफरेन्स हुन्छ। अब कमिटमेन्ट कसरी पुरा गर्छ भन्ने चाहिँ अब सबैको चासोको विषय हुन्छ। अब चाहिँ लास्टमा जुन यो धेरै पहिला पनि धेरै पटकहरू निर्वाचनहरू हुने गर्थ्यो, यो पटकको निर्वाचन चाहिँ कुन रूपमा रह्यो? शान्ति, सुरक्षा दृष्टिकोण हरेक एङ्गलबाट कसरी एनालाइसिस गर्नुहुन्छ? अब भोटरको हिसाबले हेर्ने भने मेरो यो फर्स्ट टाइम भोटिङै थियो। अनि जाँदाखेरि मलाई सबै पिसफुल नै लाग्यो, मान्छे एक्साइटेड थियो भोट दिनलाई। अनि यो भोटिङ सिस्टम अनुसार चाहिँ कर्णाली प्रदेशको मान्छेको अझै नलेज लेभल चाहिँ उठ्न सकेन भन्ने जस्तो देखिन्छ नतिजा अनुसार पनि। यसलाई कुन रूपमा हेर्नुहुन्छ? अब त्यसरी कमेन्ट गर्न त अलि नमिल्ला। अब भोट भनेको व्यक्तिको निजी डिसिजन भयो, अधिकारको कुरा रह्यो, उसको अधिकारको कुरा भयो। त्यसैले त्यस्तो कमेन्ट गर्न अलि म ठान्दैन। त्यो भोट कसैले चेन्ज चाहन्छ, कसैले चेन्ज चाहँदैन त्यो अब। तर अहिले वर्तमान समयमा आएर युवा पङ्क्तिहरू जुन जेनजी आन्दोलनपछि चाहिँ अझ नयाँ खालको संस्कृति राजनीतिमा, अझै सुशासनहरू चाहिँ नयाँ थपिँदै गएको जस्तो आभास हुन्छ, आउँदैन? भइरहेछ। अब नयाँ एउटा वेभ चाहिँ आउँदैछ। अब युवाहरूको राजनीतिमा इन्भल्भमेन्ट र पोलिटिकल अवेरनेस चाहिँ अब बढ्दै गएको चाहिँ देखिन्छ। हामीलाई हेरिरहनु भएको आम दर्शकहरूको लागि तपाईँको प्रतिक्रिया के छ? अहिले जुन राष्ट्र अब आउँदैछ, जुन नतिजा सार्वजनिक हुँदैछ वीरेन्द्रनगरको, अब हामी अब नतिजा भन्दा पनि अब हामी चाहिँ डेभलपमेन्ट खोजिरहेछौँ भन्ने हो। अब त्यही ल, कार्यक्रममा सहभागिता जनाउनु भयो, विचार व्यक्त गर्नुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद है त। हस्, धन्यवाद।